Hello everyone, welcome to PSY Kura. BA Psychology को General Psychology course code 41 Unit 2 Biological Basis of Behavior. आज हामी एकदमै इम्पोर्टेन्ट र इन्ट्रेस्टिङ टपिक पढ्न गइरहेको छौँ. बायोलोजिकल बेसिस अफ बिहेभियर भनेको के हो त? यो टपिकको मेन आइडिया एकदमै सिम्पल छ है. हाम्रो बिहेभियर, थिङ्किङ, इमोसन्स, ह्याबिट्स सबै कुरा हाम्रो बडीको बायोलोजिकल सिस्टमबाट कन्ट्रोल हुन्छ. यसको मतलब के हो भने हामी किन रिसाउँछौँ, किन डराउँछौँ, किन चाहिँ हामी खुसी हुन्छौँ र हामी किन स्ट्रेस्ड हुन्छौँ सर्टेन कन्डिसनमा, यी सबै क्वेसनहरूको चाहिँ आन्सर अथवा यो सबैको रुट कज चाहिँ हाम्रो ब्रेन हो, नर्भ्सहरू हो र हाम्रो हर्मोन्सहरू हुन्. त्यसैले साइकोलोजीले के भन्छ भने माइन्ड र बडी अलग अलग होइन र दे आर डिपली कनेक्टेड हुन्छन्. ओके, सो विल मुभ अहेड. ओके, सो वाट इज बायोलोजिकल साइकोलोजी? यो बायोलोजिकल साइकोलोजी भनेको हाम्रो मैले फिल्डम्यानको डेफिनेसन अनुसार के हो भनेर यहाँहरूलाई सेयर गरेको छु. अब यही कुरालाई सरासर पढ्दाखेरि के बुझिन्छ भन्दा द बायोलोजिकल फाउन्डेसन अफ बिहेभियर आर द मोस्ट बेसिक एस्पेक्ट अफ साइकोलोजी है. यो चाहिँ एकदमै आधारभूत कुरा हो. यो चाहिँ हजुरहरूले बुझ्नै पर्ने हुन्छ है. अनि बेसिक एस्पेक्ट हो कि साइकोलोजीको. हाम्रो बायोलोजी नबुझिकन अरू केही बुझ्न सकिँदैन. त्यही भएर हामीले फर्स्ट इयरमै यो क्लियर हुनपर्छ हामीलाई. अब यो इक्जाममा धेरै नै इम्पोर्टेन्ट क्वेसन मध्येमा आउनसक्छ. त्यो भएकोले गर्दाखेरि अब हामीले बुझौँ के भने बिहेभियरलाई चाहिँ ब्रेन अथवा नर्भस सिस्टम, हर्मोन्स र जेनेटिक्सको हेल्पबाट एक्सप्लेन गर्ने एप्रोच चाहिँ बायोलोजिकल साइकोलोजी हो. अब यसको मेन फोकस चाहिँ के हुन्छ भने ब्रेनको स्ट्रक्चर हो, नर्भस सिस्टम हो, यसको कसरी फङ्सनिङ हुन्छ र हर्मोनको इन्फ्लुएन्स के हुन्छ हामीमाथि भन्ने कुरा हो. जस्तो अब जब हामी हजुरहरू इक्जाम हलमा बस्छौँ होइन, त्यतिखेर हाम्रो हार्टबिट फास्ट हुन्छ, हाम्रो पाम चाहिँ एकदमै स्वेटी हुन्छ र हामीलाई एकदम टेन्सन फिल भइरहेको हुन्छ. यो सबै चाहिँ के हो भने साइकोलोजिकल होइन, यो चाहिँ बायोलोजिकल रियाक्सन हो भन्छ. यो चाहिँ बायोलोजी. त्यही आधारले चाहिँ हाम्रो युनिट 2 को इम्पोर्टेन्स कस्तो छ भन्दा अब यहाँहरूले बुझ्नुहुन्छ के हो त बायोलोजिकल साइकोलोजी भनेको. यही कुरालाई बुझ्यौँ भने हामीले यो एउटा उदाहरणले एकदमै सजिलो हुन्छ खुलासा गर्नलाई. ओके, विल मुभ अहेड. सो हाम्रो की कम्पोनेन्ट्सहरू चाहिँ के हुन्छ त? नर्भस सिस्टम है. नर्भस सिस्टममा चाहिँ सेन्ट्रल नर्भस सिस्टम र पेरिफेरल नर्भस सिस्टम भन्छ. अब नर्भस सिस्टमलाई हामीले बडीको कम्युनिकेसन नेटवर्क पनि भन्छौँ है. यहाँ लेखिएको छ सिएनएस पिएनएसले के गर्छ भन्दा सेन्ट्रल इलेक्ट्रिकल मेसेज सेन्स इलेक्ट्रिकल मेसेजेस भन्छ. न्युरोनले के गर्छ भन्दा यो कुरा न्युरोन भनेको चाहिँ हाम्रो नसा रिलेटेड हो. हाम्रो नसाभित्र पनि सेल्स हुन्छ र नसामा रहेको सेलहरूलाई चाहिँ न्युरोन्स भनिन्छ है. र न्युरो ट्रान्समिटर्स भनेको चाहिँ त्यो सेलले पठाउने केमिकल्स द्याट इन्फ्लुएन्स इमोसन्स एन्ड थट्स. यो चाहिँ बेसिक की कम्पोनेन्ट्स भयो. जस्तो इन्डोक्राइन सिस्टम भयो, त्यो पनि यसैमा पर्न जान्छ, जुनले चाहिँ रिलिज गर्छ हर्मोन्सलाई हाम्रो शरीरलाई रेगुलेट गर्नको लागि, मेटाबोलिजम र अरू लगायत मुडहरू लगायतको कुरालाई है. अब नर्भस सिस्टमलाई हामी बडीको कम्युनिकेसनको नेटवर्क भन्छौँ. जसरी अब जस्तो फर इक्जाम्पल इन्टरनेट बिना मोबाइल युजलेस हुन्छ है. त्यसरी नै नर्भस सिस्टम बिना बडी चाहिँ काम गर्न सक्दैन. यसको मेन फङ्सन के हुन्छ भन्दा इन्फर्मेसन रिसिभ गर्ने हुन्छ. ओके, अब नर्भस सिस्टम एज अ होलले इन्फर्मेसन रिसिभ गर्छ, यसलाई प्रोसेस पनि गर्छ, रेस्पोन्स पठाउँछ है. जस्तै इक्जाम्पल तपाईँले रोड क्रस गर्दै हुनुहुन्छ र कार आयो, देख्नुभयो है. अब हजुरको आँखाले पहिला के भन्छ, चट्ट ब्रेनलाई सिग्नल पठाउँछ. ब्रेनले डिसिजन गर्छ, के गर्छ भने साइड लाग भन्छ. सो यो सबै थोक केही समय, केही सेकेन्ड, फ्रेक्सन अफ सेकेन्डभित्र हुन्छ. यो चाहिँ हाम्रो होल नर्भस सिस्टमको काम हो. मुभ अहेड. सो न्युरोन्स भनेको के हो त? कस्तो हुन्छ यो बायोलोजिकली लेन्सको भित्र हेर्दाखेरि एउटा नसाभित्र रहेको एउटा सेलको कस्तो देखिन्छ र यसले यस्तै यस्तै धेरैवटा 85 बिलियनवटा मिलेर चाहिँ हाम्रो शरीरको नर्भस सिस्टम बन्न जान्छ है. सो नर्भस सिस्टमलाई हामी बडीको कम्युनिकेसन नेटवर्क भन्छौँ. अगेन आइएम रिपिटिङ इट. जस्तो मेनली यसमाको पार्टहरूको कुरा गर्दाखेरि चाहिँ हाम्रो शरीरभित्र है स्पेसलाइज्ड नर्भ सेलको सेल हुन्छ जुनले चाहिँ इलेक्ट्रोकेमिकल सिग्नल पठाउँछ. इलेक्ट्रोकेमिकल सिग्नल पठाउँदाखेरि हाम्रो ब्रेनमा करिब 86 बिलियन न्युरोन्स हुन्छ
र त्यो पार्ट्स अफ न्युरोन्सहरू चाहिँ के हो भन्दा यहाँ देखाइएको छ, यो डायग्राम हेर्नुहोस्, र जुनबाट चाहिँ डेन्ड्राइट्स भनेको छ। त्यसले के गर्छ, आइरहेको इन्फर्मेसन रिसिभ गर्छ, सेलको बडी सोमा पनि भन्छ, त्यो चाहिँ डिसिजन सेन्टरमा पुर्याउँछ र त्यो डिसिजन सेन्टरले डिसाइड गर्छ। जस्तो नम्बर 3 मा हुन्छ एक्सन। के हो एक्सन भनेको चाहिँ सिग्नल पठाउने वायर हो है। र सिनाप्स भन्छ, सिनाप्सले चाहिँ के गर्छ, न्युरोन बिचको ग्याप, रियल लाइफ इक्जाम्पल, न्युरोन बिचको ग्यापमा चाहिँ काम गर्छ। जसरी रियल लाइफ इक्जाम्पलमा भन्दा चाहिँ हजुरले तातो चिया समाउनुहुन्छ, सेन्सरी न्युरोन चाहिँ एक्टिभ हुन्छ है। सो ब्रेनलाई सिग्नल पठाउँछ अब सेन्सरी न्युरोनले एक्टिभ भएर, र मोटर न्युरोनले चाहिँ के गर्छ, हात हटाउन कमान्ड दिन्छ। सो यो प्रोसेसलाई नै न्युरल ट्रान्समिसन भनिन्छ। ओके, सो विल मुभ हाइट। अब कस्तो कस्तो कतिवटा टाइपको न्युरोन्सहरू हुन्छ। अब बेसिकली देयर आर भेरियस काइन्ड्स अफ न्युरोन्स, तर मेजर क्याटेगोरिकली भन्दा ठ्याक्क बुझ्नलाई सजिलो हुने गरी 3टा है। 3टाले के गर्छ, एउटा सेन्सरी न्युरोन हुन्छ, एउटा मोटर न्युरोन हुन्छ, र एउटा इन्टर न्युरोन्स हुन्छ, एसएमआई। एसएमआई भनेर सर्ट फर्ममा याद गर्नुभयो भने सजिलो भयो है, टाइप्स अफ न्युरोन्समा चाहिँ। सो यस्तो गहिराइमा बुझ्नु चाहिँ एकचोटि पर्छ, तर यसरी याद गर्नुभयो भने सजिलो हुन जान्छ। ओके, सो बडीबाट ब्रेनसम्म सिग्नल लाग्ने न्युरोन्स चाहिँ जस्तै पेनको अनुभव, स्मेल, टचको न्युरोन्स हुन्छ होइन। अब त्यो चाहिँ सेन्सरी न्युरोन्सले गर्न जान्छ। ओके, वेन वी टच समथिङ हट, द्याट इज that information goes, it transmits through the sensory neurons है। अनि क्यारी इन्फो फ्रम बडी टु ब्रेन। अब हाम्रो शरीरमा केही भयो, तातोले पोल्यो भने हाम्रो ब्रेनसम्म पुर्याउने चाहिँ सेन्सरी न्युरोन हो, त्यसको नाम सेन्सरी न्युरोन हो। त्यसै गरी मोटर न्युरोन्स भनिन्छ, जुनले चाहिँ हाम्रो मुभमेन्टहरू, हातहरूको मुभमेन्ट अथवा खुट्टाहरूको केही पनि चलेको मुभ भएको ब्रेनबाट बडीलाई कमान्ड दिन्छ है। ब्रेनबाट हात हटा भनेर भन्दाखेरि चल्नेवाला चाहिँ मोटर न्युरोन्स हो। ओके, त्यसै गरी हामीले चाहिँ हिँड्दा डुल्दाखेरि चाहिँ इन्टर न्युरोन्स धेरै युज हुन्छ, फाउन्ड अन्ली इन द ब्रेन एन्ड स्पाइनल कोड है। त्यसले चाहिँ के गर्छ, कनेक्ट गर्छ सेन्सरी र मोटर नर्भस न्युरोन्सलाई। ओके, सो ब्रेनभित्र न्युरोन्स कनेक्ट गर्ने काम गर्छ इन्टर न्युरोन्सले। अब तल शरीरबाट आएको स्टिमुली इन्फर्मेसनलाई लिन्छ र डिसिजन लिएर यो गर त्यो गर भनेर भन्ने, र त्यो मुभमेन्टलाई पनि अर्गनाइज गर्ने, कोअर्डिनेट गर्ने पनि के हुन्छ, इन्टर न्युरोन्स भनेको। अभियसली इट वर्क्स इन बिट्विन बोथ अफ देम। सो एउटा सेन्सरी न्युरोन भयो, एउटा मोटर न्युरोन भयो, त्यो दुईटा बिचको काम गर्नेलाई चाहिँ इन्टर बिचमा भन्ने बित्तिकै इन्टर न्युरोन्स भयो है। दुइटै लगायत कनेक्ट पनि गर्ने र मोटर एक्सन पनि गर्ने दुइटालाई इन्टर न्युरोन्स भनिन्छ। सो न्युरोन्स कनेक्ट गर्ने एउटा मेन कुरा चाहिँ के हुन्छ भने इन्टर न्युरोनको डिसिजन गर्ने, सिक्ने, लर्निङ र थिङ्क गर्ने, सोच्ने काम हुन्छ। ओके, सो न्युरो ट्रान्समिटर्सहरूको कुरा गर्दाखेरि चाहिँ न्युरो ट्रान्समिटर के हो त? न्युरो ट्रान्समिटर भनेको केमिकल हो जुन चाहिँ द्याट क्यारिज मेसेजेसहरू बोकेर चाहिँ एउटा न्युरोनबाट अर्को न्युरोनमा, अहिलेको इमेज हेर्नुभएको थियो न्युरोनको, ठ्याक्क त्यो एउटाबाट अर्कोमा चाहिँ क्यारी गर्नेलाई न्युरो ट्रान्समिटर भनिन्छ। र तिनीहरूले के ट्रान्समिट गर्छन् भन्दा केमिकल्सहरू ट्रान्समिट गर्छन् हाम्रो शरीरमा हुने, र जुन केमिकलहरूले चाहिँ हाम्रो मुडलाई, निन्द्रलाई, भोकलाई अथवा कुनै पनि शरीरको मसलको कन्ट्रोललाई चाहिँ हेल्प गर्छ है। जस्तो कुनै पनि इम्ब्यालेन्सेस भयो भने शरीरमा कुनै पनि न्युरो ट्रान्समिटर्सहरू बिच के हुन जान्छ त भन्दा, जस्तो डिप्रेसन हुन जान्छ। यहाँनिर के भनिएको छ भने न्युरोन्स डिरेक्टली टच चाहिँ हुँदैन एकअर्कासँग होइन, तर त्यो जुन केमिकल रिलिज गर्छ नि, तिनीहरूको नाम चाहिँ डोपामिन, सेरोटोनिन, एसिटाइलकोलिन हो। त्यो तिनीहरू चाहिँ एउटा केमिकल रिलिज भएर एउटा डल्लो एउटा ठाउँबाट अर्कोमा जान्छ। एकअर्कालाई डाइरेक्ट टच नगरे पनि ती एकअर्कासँग रिलिज गरेर चाहिँ एउटा केमिकल रिलिज भयो भने त्यो केमिकल अर्कोसँग अर्को वायरले समाउँछ। सो त्यसरी नै सो न्युरो ट्रान्समिसन हुन्छ है। न्युरो ट्रान्समिटर चाहिन्छ मेसेज पास गर्न। जस्तो केमिकल मेसेन्जर्सहरू बिट्विन न्युरोन्स, यो चाहिँ के हुन्छ भने प्लेजर, डोपामिन कसरी हुन्छ, डोपामिनले के गर्छ, प्लेजर, रिवार्ड र मोटिभेसनलाई चाहिँ फिल गराउँछ। जस्तै सेरोटोनिन कतिखेर हुन्छ भने मुडलाई रेगुलेट गर्ने, निन्द्रलाई, खाना, भोकलाई। एसिटाइलकोलिनको काम चाहिँ मेमोरी राख्ने, मसलहरू मुभ गर्ने। त्यसरी नै गाबा भन्ने पनि अर्को केमिकल हुन्छ जुन मैले यहाँ भनेको छुइनँ, तर द्याट इज अल्सो इम्पोर्टेन्ट। त्यो चाहिँ कामनेसलाई चाहिँ को लागि रेस्पोन्सिबल हुन्छ।
अब इम्पोर्टेन्ट कन्सेप्ट चाहिँ के हो भने यो इम्ब्यालेन्सेसहरू भयो कुनै पनि यिनीहरू केमिकल जुन न्युरो ट्रान्समिटरले ट्रान्समिट गर्छ, न्युरो ट्रान्समिटरको केमिकल इम्ब्यालेन्सेसहरूमा चाहिँ के आउन सक्छ, मेन्टल डिसअर्डरहरू आउन सक्छ। जस्तै इक्जाम्पलको लागि लो सेरोटोनिन भयो भने चाहिँ डिप्रेसन हुन्छ है, त्यो याद राख्नुपर्ने हुन्छ। अब डिभिजन अफ नर्भस सिस्टमको कुरा गर्दाखेरि कसरी डिभाइड भएको छ नर्भस सिस्टम हामीले बुझिसक्यौँ। मेन पार्ट हुन्छ सिस्टम चाहिँ के हो त, सेन्ट्रल नर्भस सिस्टम। नर्भस सिस्टम एज अ होलमा दुईवटा डिभाइड छ, सेन्ट्रल नर्भस सिस्टम र पेरिफेरल नर्भस सिस्टम। यसको फङ्सन के हो, सेन्ट्रल नर्भस सिस्टमको फङ्सन मेन बडी पार्ट चाहिँ कहाँ हुन्छ त भन्दा सिएनएसको ब्रेन र स्पाइनल कोडमा हुन्छ र पिएनएसको सोमेटिक भोलिन्टरी अटोनोमिक इन्भोलिन्टरी दुइटै हुन्छ। यो चाहिँ बडीमा हुन्छ, होल बडीमा हुन्छ, यो चाहिँ स्पाइनल कोड र ब्रेनमा मात्र हुन्छ। तर यो फङ्सन चाहिँ के हो सिएनएसको भन्दा दुइटै इक्वली इम्पोर्टेन्ट छ है। सो दे वर्क टुगेदर टु फङ्सन अ नर्मल स्मुथ बडीली फङ्सन। सो प्रोसेस गर्छ इन्फर्मेसनलाई, इन्टरप्रिट गर्छ, स्टोर गर्छ इन्फर्मेसन, अनि कन्ट्रोल मोस्ट अफ द फङ्सन अफ द बडी एन्ड माइन्ड है। सिएनएसको काम चाहिँ, पिएनएसको यु क्यान सी सिएनएस कनेक्ट्स बडी टु पिएनएस कनेक्ट्स सिएनएस टु बडी है। पेरिफेरल नर्भस सिस्टमले चाहिँ सेन्ट्रल नर्भस सिस्टमलाई चाहिँ कनेक्ट गर्छ र मेसेजलाई चाहिँ बडीबाट सेन्ट्रल नर्भस सिस्टममा पुर्याउँछ। ओके, सो नर्भस सिस्टमको ओभरभ्यूमा भन्दाखेरि चाहिँ सेन्ट्रल नर्भस सिस्टमको डेफिनेसनमा ब्रेन र स्पाइनल कोड मिलेर बनेको कन्ट्रोल सेन्टर हो है। अब ब्रेन फङ्सन के हुन्छ त भन्दा सेन्ट्रल नर्भस सिस्टमले चाहिँ ब्रेनले के गर्छ, कन्ट्रोल गर्छ डिसिजन्स, थट्स, फिलिङ्स। स्पाइनल कोडको काम के हुन्छ, कनेक्ट गर्ने, ब्रेनलाई बडीसँग कनेक्ट गर्ने। ओके, अनि यसले चाहिँ रिफ्लेक्सेसहरू पनि कन्ट्रोल गर्छ। फर इक्जाम्पल ब्रेन र स्पाइनल कोड मिलेर बनेको कन्ट्रोल सेन्टर चाहिँ ब्रेन भयो, थिङ्किङ गर्ने, डिसिजन मेकिङ, इमोसन, कन्ट्रोल, मेमोरी। तर स्पाइनलले चाहिँ रिफ्लेक्सेसन र सिग्नल पाथवेको काम गर्छ। भनेको हजुरले कहाँ छुनुभयो, स्पाइनल कोडले चाहिँ इमिडिएटली हात हटाउन कमान्ड दिन्छ है, अनि ब्रेनलाई सोध्दैन त्यो कुरा गर्नलाई। त्यो भएर चाहिँ स्पाइनल कोडले चाहिँ के गर्दछ, रिफ्लेक्स एक्सन कन्ट्रोल गर्छ। अब अर्को भयो पिएनएसको कुरा आउँछ। पिएनएसलाई बडीसँग कनेक्ट गर्ने नेटवर्क पनि भनिन्छ। यसको दुईवटा मेजर चाहिँ डिभिजन हुन्छ, सब डिभिजन हुन जान्छ है। यो सब डिभिजनमा के पर्छ भने सोमेटिक नर्भस सिस्टम चाहिँ भोलिन्टरी एक्सन कन्ट्रोल गर्ने सिस्टम हो। जस्तै लेख्ने, हिँड्ने, इक्जाम्पल इज लाइक टकिङ, प्लेइङ स्पोर्ट्स है, अनि राइटिङ, वकिङ। अगेन त्यसै गरी अटोनोमिक सब डिभिजन अटोनोमिक र भोलिन्टरी एक्सन सोमेटिक नर्भस सिस्टम र अटोनोमिक नर्भस सिस्टम भयो। सो नर्भस सिस्टमलाई चाहिँ अटोनोमिकको कुरा गर्दा अटोमेटिकली बडीको प्रोसेसहरू कन्ट्रोल गर्ने। फर इक्जाम्पल हार्टबिट अटोमेटिकली हुन्छ, हामीले श्वास प्रश्वास गर्छौँ, हाम्रो बडीमा डाइजेसन हुन्छ, यो सबै अटोमेटिक भइरहेको हुन्छ क्या। ओके, हामीले सोचिराख्नु पर्दैन यो कुरा गराउनलाई। त्यो सबै केमा पर्छ, अटोमेटिक बडीको प्रोसेसमा पर्छ र अटोनोमिक नर्भस सिस्टममा पर्छ। अब फर्दर अटोनोमिक नर्भस सिस्टमको पनि दुईवटा पार्ट हुन जान्छ। प्लिज डोन्ट गेट कन्फ्युज है, यसमा चाहिँ सबै सब डिभिजन फर्दर पिएनएसमा भइरहेको छ। र अब अटोनोमिक सिस्टममा चाहिँ सिम्प्याथेटिक सिस्टम भनिन्छ, जुन चाहिँ इमर्जेन्सी रेस्पोन्स सिस्टममा पर्न जान्छ। कहिलेकाहीँ हामी आत्यौँ, डरायौँ, सर्प देख्यौँ, भाग्नु पर्यो है, जस्तो कुकुरले हामीलाई खेद्यो है, डगले चेस गर्यो हामीलाई, हाम्रो के भयो त त्यतिखेर भने त्यतिखेर सिम्प्याथेटिक सिस्टम एक्टिभेट भयो र हाम्रो चाहिँ फाइट अर फ्लाइट मोडमा जान्छौँ। र त्यसको इफेक्ट के हुन्छ हाम्रो शरीरमा भन्दा हार्ट रेट बढ्छ, स्वेटिङ हुन्छ हामीलाई, हाम्रो आँखाको नानी चाहिँ के हुन्छ, ठुलो भएर जान्छ। यो सबै सिम्प्याथेटिकमा पर्न जान्छ। तर एक्ज्याक्टली उल्टो हुन्छ केमा भन्दा प्यारासिम्प्याथेटिक नर्भस सिस्टम एक्टिभेट हुँदाखेरि के हुन्छ, रिल्याक्सेसन हुन्छ है। अनि यसमा चाहिँ हामीले धेरै जसो हाम्रो शरीरले रेस्ट गर्छ, डाइजेसन हुन्छ। यसमा चाहिँ के हुन जान्छ, ठ्याक्कै सिम्प्याथेटिकको उल्टो हुन्छ। प्यारासिम्प्याथेटिकमा चाहिँ मान्छेको जब रेस्ट रिल्याक्सको मुड हुन्छ त्यतिखेर उसको मुटुको धड्कन कम स्लो हुँदै जान्छ, डाइजेसन चाहिँ बढ्छ, राम्ररी डाइजेसन हुन्छ, अनि बडी पनि के हुन्छ त, काम बस्छ। खाना खाएपछि रिल्याक्सेसन इक्जाम्पलको हिसाबले है। सो विल मुभ अहेड। अब ब्रेन भनेको कस्तो हुन्छ, ब्रेनमा चाहिँ के हुन्छ, जस्तो सेरेबेलम भन्ने पार्ट भयो है, अब सेरेब्रम भयो, अनि सेरेबेलम स्पाइनल कोड भयो, यो जोडिएको छ यहाँनिर है। ब्रेन के हो त, ब्रेन र स्पाइनल कोड मिलेर बनेको चाहिँ सिएनएस हो। अब सिएनएसको पनि फर्दर डिटेल हो है यो साथीहरू, डोन्ट गेट कन्फ्युज, दिस इज इभन मोर इन डेप्थ। ओके,
सर र एकचोटि बुझ्नलाई चाहिँ यो काम लाग्छ ब्रेनले कसरी काम गर्दो रहेछ, ब्रेनको के पार्ट हुन्छ, कुन पार्टले के गर्छ भन्ने हामीले सर बुझ्नुपर्छ है। यो चाहिँ एकचोटि जस्तो डिफ्रेन्ट पार्ट भयो, जस्तो सेरेब्रमले के गर्छ, हायर थिङ्किङ, इन्टेलेक्चुअल थिङ्किङ, आर्टिकुलेसन, पर्सनालिटी कस्तो छ डिटरमाइन गराउने सेरेब्रमले गर्छ। भोलिन्टियर एक्सनहरू हाम्रो अघि हामीले हेरिहाल्यौँ कसरी हुन्छ भोलिन्टियर एक्सन, त्यसरी नै सेरेब्रमले चाहिँ ब्यालेन्स हाम्रो शरीरमा होइन, कोअर्डिनेसन है लगायतको कुरा गर्छ। अब यो बाहेक ब्रेन स्टेमले चाहिँ के गर्छ भन्दा कन्ट्रोल गर्छ बेसिक लाइफ फङ्सन्सहरू, ब्रिदिङ, हार्टबिटहरू। ओके, त्यसै गरी अब हामीले स्पाइनल कोडको फङ्सन के हो त भन्दा रिफ्लेक्स एक्सन है, सिग्नल पाथवे। ओके, अब सर रिभाइज गरौँ के बुझेका थियौँ अघि हामीले है। अब स्पाइनल कोड के रहेछ त, रिफ्लेक्स एक्सन गर्छ, कन्ट्रोल गर्छ, क्विक अटोमेटिक रेस्पोन्सेस गर्छ, ह्यान्ड पुलिङ फ्रम हिट, त्यो पनि रिफ्लेक्स एक्सन भयो, यो स्पाइनल कोडले गर्ने काममा पर्न जान्छ है, याद राखौँ। अब यो हाम्रो फिल्डम्यानकै आधारमा भन्दाखेरि यो चाहिँ सेन्ट्रल नर्भस सिस्टम इन्क्लुड्स द ब्रेन एन्ड स्पाइनल कोड विच कन्ट्रोल बिहेभियर एन्ड प्रोसेस अल इन्फर्मेसन फ्रम बडी एन्ड इन्भाइरोमेन्ट है। अब यसमा एउटा कुरा याद आउँ, जस्तो यहाँ अ लङ बन्डल अफ नर्भ्स रनिङ डाउन द ब्याक भनेर चाहिँ यहाँ हेर्नुहोस् है, यहाँनिर यो इमेजमा चाहिँ टक्क ब्रेन भनेर लेखेको छ, यो प्यारासिम्पेथेटिक ब्लू कलरको छ, पिङ्क कलर अथवा ओरेन्ज कलरको सिम्पेथेटिक नर्भस सिस्टम हुन्छ, पिएनएस प्यारासिम्पेथेटिक र सिम्पेथेटिक भनेर सिएनएस र पिएनएसको कुरा गरेर यहाँनिर चाहिँ कुनले चाहिँ हेर्नु, प्यारासिम्पेथेटिकमा चाहिँ कन्स्ट्रिक्ट के हुन्छ त, आँखाको नानी सानो हुन्छ, यहाँ चाहिँ डाइलेट्स भन्छ, यहाँ यसले सिम्पेथेटिकले चाहिँ आँखाको नानी ठुलो बनाउँछ है, यसले चाहिँ सलाइभालाई इन्हिबिट गर्छ सिम्पेथेटिकले, त्यसै गरी प्यारासिम्पेथेटिकले सलाइभालाई बढाउँछ, त्यसै गरी कन्स्ट्रिक्ट एयरवे, जहाँ जहाँ कन्स्ट्रिक्ट भनेको चाहिँ त्यहाँ साँघुरिन्छ है, सासको हाम्रो सास लङ्सको चाहिँ के, लङ्सलाई के गर्छ, कन्स्ट्रिक्ट गर्छ प्यारासिम्पेथेटिक मोडमा गयौँ भने हामी। जस्तो कुकुरले भगाउ खेद्दाखेरि हामी चाहिँ आत्तिँदाखेरि के हुन्छ, हाम्रो कन्स्ट्रिक्ट हुन्छ है। अब रिल्याक्स एयरवेज रिल्याक्स हुने, लङ्स लामो सास फेर्ने, अनि हार्टबिट स्लो हुने भनेको के हुन्छ, रिल्याक्स मोडमा हुँदाखेरि हुन्छ। सो यु सुड नो वेन दिज थिङ्स ह्यापन। सिम्पेथेटिक मोडमा कतिखेर जान्छ, जस्तो यहाँनिर स्टिमुलेट एक्टिभिटी अफ द स्टोमक भनेको हामी रेस्ट गरिरहेछौँ, प्यारासिम्पेथेटिकमा छौँ भने हामी डाइजेसन हाम्रो शरीरले गरिरहेको हुन्छ, त्यसै गरी सिम्पेथेटिक नर्भसमा चाहिँ हाम्रो इन्हिबिट हुन्छ, इन्हिबिट भनेको रोकिन्छ है, स्टोमकले पचाउने। त्यसरी नै ग्याल ब्ल्याडरको काम चाहिँ के गर्छ, स्टिमुलेट्स रिलिज अफ ग्लुकोज। हामी स्ट्रेस्ड भयौँ भने हाम्रो सिम्पेथेटिक नर्भस सिस्टमले हाम्रो ग्लुकोजलाई के गर्छ त, हाम्रो प्यारासिम्पेथेटिक नर्भस सिस्टमले चाहिँ हामी स्ट्रेस छौँ भने ग्लुकोजलाई चाहिँ झन् बढाइदिन्छ के। ओके, त्यही भएर झन् मोटाउने अथवा फ्याट जमाउने शरीरले है। त्यस्तै गरेर स्टिमुलेट एक्टिभिटी अफ इन्टेस्टाइन भन्छ, आँची क्लियर गराउनेवाला कुरा चाहिँ प्यारासिम्पेथेटिकमा चाहिँ स्टिमुलेट्स, रिल्याक्स मोडमा छ भने स्टिमुलेट गर्छ, तर होइन, अथवा हाम्रो आन्द्रा, ठुलो आन्द्रा नली चाहिँ इन्हिबिट एक्टिभिटी अफ इन्टेस्टाइन, सिम्पेथेटिकमा चाहिँ इन्हिबिट गर्छ। त्यस्तरी नै कन्स्ट्रिक्ट गर्छ ब्ल्याडर प्यारासिम्पेथेटिकमा, भने सिम्पेथेटिकमा चाहिँ रिलिज गर्छ। कोही कोही डरायो भने पिसा फेरिदिन्छ भन्छ नि, हो दिज आर द थिङ्स वेन यु आर रियली नर्भस, इट लुजन्स क्या, लुज हुन्छ हाम्रो ब्ल्याडर चाहिँ, त्यतिखेर पिसा फेर्ने थैली पर्टिकुलरली रिल्याक्स हुन्छ क्या, नट नोइङ बट नेचुरली अटोमेटिकली सिम्पेथेटिक नर्भस सिस्टममा पर्न जान्छ। त्यसै गरी इरेक्सन हुँदाखेरि हाम्रो बायोलोजिकल्ली रिप्रोडक्टिभ पार्टहरू चाहिँ इरेक्ट हुन्छ नि, जुन त्यो इरेक्सन चाहिँ काम प्यारासिम्पेथेटिक नर्भस सिस्टम काम भएको बेलामा हुन्छ, तर हाम्रो इज्याकुलेसन कतिखेर हुन्छ, जब सिम्पेथेटिक एक्टिभ हुन्छ, सो इट रिलिजियस है। सो यो त भयो हाम्रो अल बडी अर्गन इन रिलेसन टु द प्यारासिम्पेथेटिक एन्ड सिम्पेथेटिक नर्भस सिस्टम। सो विल मुभ अहेड। हाम्रो पेरिफेरल नर्भस सिस्टमको चाहिँ अब मेन चाहिँ के हो त भन्दाखेरि सोमेटिक नर्भस सिस्टम, अटोनोमिक नर्भस सिस्टम है, अनि प्यारासिम्पेथेटिक, सिम्पेथेटिक अघि हामीले सर एकचोटि हेरेका थियौँ। सो विल जस्ट गो थ्रु दिस है, कतिखेर के एक्टिभिटी हुन्छ फर यो रिफरेन्स। ओके, सो हाम्रो यो डायग्राम हेर्नुहोस् र डिभिजन अफ द नर्भस सिस्टम, जस्तै ब्लू कलरको पेरिफेरल भयो, पेरिफेरल भनेको पेरिफेरीमा रहेर बस्ने काम गर्ने है, त्यसको चाहिँ के रहेछ त डायग्राममा, अटोनोमिक, सिम्पेथेटिक, प्यारासिम्पेथेटिक भयो है, त्यसको फर्दर डिभिजन। जस्तो यो चाहिँ पेरिफेरलमा रह्यो, पिएनएस भयो कि है, यो चाहिँ सेन्ट्रल भयो, यो चाहिँ के भयो त स्पाइनल कोड र
ब्रेन भयो कि है। सो विल मुभ अहेड। अब इन्डोक्राइन सिस्टम भनेको चाहिँ के हो त? इन्डोक्राइन ग्ल्यान्ड्स जुन चाहिँ हामी इज इन द ह्युमन बडी एन्ड इट वर्क्स के त भन्दा सँगसँगै काम गर्छ हाम्रो नर्भस सिस्टम सँगसँगै। द इन्डोक्राइन सिस्टम इज अ नेटवर्क अफ ग्ल्यान्ड्स द्याट प्रड्युस एन्ड रिलिजेस hormones into the bloodstream to control body functions like growth, metabolism, mood and reproduction. अब इट वर्क्स अलोङसाइड नर्भस सिस्टम। अगेन के हुन्छ इन्डोक्राइनले चाहिँ अब हर्मोन प्रड्युसिङ ग्ल्यान्ड्सको नेटवर्कहरू हो कि इन्डोक्राइन सिस्टम भनेको। सो यो चाहिँ डिफ्रेन्ट छ नर्भस सिस्टमभन्दा। नर्भ्स इन्डोक्राइन नर्भस सिस्टम चाहिँ फास्ट हुन्छ, इन्डोक्राइन चाहिँ स्लो हुन्छ है। सर्ट इफेक्ट हुन्छ तर लङ इफेक्ट हुन्छ इन्डोक्राइनमा। नर्भस सिस्टमको चाहिँ सर्ट इफेक्ट हुन्छ। अब मेजर ग्ल्यान्डहरू के हो भन्दाखेरि पिट्युटरी ग्ल्यान्ड भयो है। विल गो अहेड एन्ड विल सी पिट्युटरी ग्ल्यान्ड हुन्छ। अनि यसले के गर्छ त? कन्ट्रोल गर्छ हाम्रो अल अदर ग्ल्यान्ड्स। यसले स्टिमुलेट गर्छ ग्रोथ हर्मोनलाई अनि रिलिज गर्छ स्ट्रेस हर्मोन पनि रिलिज गर्छ, रिप्रोडक्सनको हर्मोन र चाइल्ड बर्थको। त्यसरी नै पाइनियल ग्ल्यान्डले के गर्छ? इट प्रड्युस मेलेटोनिन। इट हेल्प्स रेगुलेट द बडीली सर्केडियन रिदम। सो निन्द्राको चाहिँ रिदम हुन्छ जुन, त्यसलाई चाहिँ एकदमै ब्यालेन्स गर्न, मेन्टेन गर्न, जस्तो दिन र रातको जुन ग्याप छ त्यसमा चाहिँ हाम्रो बायोलोजिकल क्लकलाई चाहिँ सेट गर्ने काम चाहिँ पाइनियल ग्ल्यान्डले गर्न जान्छ। त्यसै गरी अर्को नम्बर 3 मा आउँछ। नम्बर 1 मा पिट्युटरी ग्ल्यान्ड भयो, नम्बर 2 मा पाइनियल ग्ल्यान्ड भयो, नम्बर 3 मा थाइरोइड ग्ल्यान्ड भयो, जुनले चाहिँ के कन्ट्रोल गर्छ भने मेटाबोलिक रेट कन्ट्रोल गर्छ। हाम्रो बडीको एक्टिभिटी कतिको हाई छ र कतिको लो छ त्यो दुइटैलाई ध्यानमा राखेर हाम्रो शरीरको वेट बढाउने हो कि घटाउने हो कि हामीलाई एन्सियस बनाउने हो कि हामी टायर्ड बनाउने हो कि अथवा हाम्रो शरीरले रेस्ट गर्दाखेरि कतिको चाहिँ क्यालोरी बर्न गर्छ, यो कुराहरू सबै चाहिँ थाइरोइड ग्ल्यान्डले कन्ट्रोल गर्छ। त्यसै गरी नम्बर 4 मा आउँछ प्याराथाइरोइड ग्ल्यान्ड। सो यसले के गर्छ त? इट रेगुलेट्स क्याल्सियम। हाम्रो शरीरमा खुनमा चाहिँ पर्टिकुलरली र बोनमा कति क्याल्सियम चाहिन्छ त्यो यसले निर्धारित गर्छ। त्यसै गरी नम्बर 5 मा प्यानक्रियाज भन्छ। प्यानक्रियाज भनेको हाम्रो आन्द्रा पेट भयो। सो प्रड्युसेस इन्सुलिन अनि ग्लुकाजोन। सो यसले के पनि गर्छ भने हाम्रो ब्लड सुगर मेन्टेन गर्छ र यसको इम्ब्यालेन्स अथवा डिसफङ्सन भयो भने हाम्रो प्यानक्रियामा यसले डायबिटिज पनि हुन सक्छ है। सो एड्रिनल ग्ल्यान्ड भयो नम्बर 6। एड्रिनल भन्ने बित्तिकै के हुन्छ त? रस, एकदम क्विक रिलिज क्या, एकदम इमर्जेन्सी परेको बेलामा। जस्तै हामी कहीँबाट एक्सिडेन्ट भयो हाम्रो, अथवा हामी स्काई डाइभिङ गर्न गयौँ है, त्यतिखेर पनि यसले हाम्रो इट रिलिजेस हाम्रो शरीरले एड्रिनल ग्ल्यान्डले चाहिँ इमर्जेन्सी हर्मोन रिलिज गर्छ, एड्रिनलिन रिलिज गर्छ। अगेन हामी स्ट्रेस छौँ भने पनि कोर्टिसोल रिलिज गर्छ, त्यो पनि एउटा एड्रिनल ग्ल्यान्डले प्रड्युस गर्ने चाहिँ हर्मोन हो। त्यसै गरी हाम्रो इम्युन रेस्पोन्सहरू, हाम्रो ब्लड प्रेसर कन्ट्रोल गर्ने सबै थोक एड्रिनल ग्ल्यान्डले नै गर्न जान्दछ। अगेन नम्बर 7 मा आउँछ गोनाड्स है। यो चाहिँ सबभन्दा लास्ट एन्ड नट लिस्ट बट इम्पोर्टेन्ट है। अब टेस्टिज एन्ड ओभरिज, मेल र फिमेलमा टेस्टिज र ओभरिज चाहिँ यसले फर इक्जाम्पल रिप्रोडक्टिभ अर्गेनहरूमा सेक्सुअल हर्मोन्सहरू प्रड्युस गर्न जान्छ। ह्युमन बडीमा टेस्टोस्टेरोनको लेभल, एस्ट्रोजिनको लेभल र प्रोजेस्ट्रोनको लेभल चाहिँ मेन्टेन गर्छ। अगेन सेक्सुअल डिजायरको कुरा, लिभिडो भन्नुको अर्थ चाहिँ सेक्सुअल डिजायर एउटा ह्युमन बिङमा हुने, त्यसलाई पनि मेन्टेन गर्न जान्छ र कन्ट्रोल गर्छ। केलाई त भन्दा सेक्सुअल डेभलपमेन्टलाई हुर्किँदै गरेको शरीरमा चाहिँ सेक्सुअल डेभलपमेन्ट कन्ट्रोल गर्छ। जस्तै प्रेग्नेन्सी, मेन्स्ट्रुएसनमा पनि हेल्प गर्छ। ओके, our summary is brain controls behavior, neurons send signals, neurotransmitters carry messages, nervous system is a fast control, endocrine system is a long term control. हाम्रो बिहेभियर ऱ्यान्डम हुँदैन, सबै कुरा बायोलोजीले कन्ट्रोल गर्छ। बिहेभियर बुझ्न भन्दा पहिला बडीको बायोलोजी बुझ्नु पर्छ। ओके, सो थ्याङ्क यू एभ्री वान। होप सबैलाई क्लियर भयो होला। थ्याङ्क यू फर बिङ विथ मी सो फार। प्लिज डु लाइक एन्ड सब्सक्राइब टु पिएसवाई कुरा, one कुरा एट अ टाइम for more easy explanations, and we'll move ahead. We'll hopefully see you in we'll meet you with unit 3